राति चाहिँ पोल्दैछौँ नि त रोटी। साथी हो हामीले चाहिँ आज किन रोटी पोलेको यस्तो साह्रो राति भनेर भन्दाखेरि चाहिँ भोलि मजा आउँछ हिँडेर जानु। क्या डेन्जर भयो प्रभु। यहाँ पनि पहिरो गएको छ स्पिड कुद। लड 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 वाचिपा पस्केको तर गाडी हल्लेर केही छैन। 5 किलोमिटर उसले बेट हेर यस्तो गरेछ बिचारा। ओ माय गॉड गाइस कस्तो दामी देखेको। प्लिज सब्सक्राइब टू चैनल प्रीतिका राई। फाइनली हाम्रो ग्रुप भेट्यो। मजा आयो पर्खिँदा भयो। भाई भाई बहुत भूख लगा फास्टिङ है तोड के। यहाँनिर 4 जनालाई सब्जी चिकनहरू सबै चिकन आलुदम सबै यहाँनिर उयोहरू छ। अर्बिन हेर्नुहोस् गाइस के गरेको त्यसले। हेलो नमस्कार जय मिसी तपाईँहरू सबैजनालाई अनि गुड इभिनिङ पनि। किनकि आज चाहिँ हामी राति चाहिँ पोल्दैछौँ नि त रोटी। किन चाहिँ रोटी पोलेको त्यो पनि भनिदेऊ साथीभाइ हो। हामी चाहिँ भोलि ट्रिपमा जाँदैछौँ वर्षे रोडोडेन्ड्रन सेङ्चुरी। त्यसै कारण यो चाहिँ हाम्रो बाटो अरूले पनि गरिरहेको होला घरमा। आफ्नो बाटो हामीले चाहिँ छुट्याएको छ। यहाँबाट यहाँ चाहिँ हाम्रो यहाँ हेर्नु नि यता चाहिँ हाम्रो भर्खर कोरियाबाट आउनु भएको छ। साथी हो हामीले चाहिँ आज किन रोटी पोलेको यस्तो साह्रो राति भनेर भन्दाखेरि चाहिँ भोलि बिहान चाहिँ हामी 5 बजी उठेर जानुपर्छ। बिहान उठेकोदेखि चाहिँ माथि पुगेको घुमेको फेरि हत्तु भएर घरमा आएको भिडियो पनि सब तपाईँहरूले हेर्नुहोस् ल। के नै बनाएको आज नै रोटी भन्दै गाइसहरू। त्यतिका उठ्नु सक्दैन बिहान। हामीलाई पुरा एक्सपिरियन्स छ हो त्यही भएर आजै बनाइहालेको ढोका हुन्छ भनेर। ढोका भने यस्तो गोलो बेल्नु पर्यो रोटी भनेको साथी हो। बाहिर पोलेको आगोमा पोल्नुको मिठास चाहिँ अर्को हुन्छ। यहाँ चाहिँ म अब मेरो काम चाहिँ तल्ने पुरी तल्ने काम हो। सो हेर्दै गर्नुहोस् आगे आगे होता है क्या पिक्चर अभी बाँकी है मेरो दोस्त। कलको झन् ट्र्याकिङको भिडियो हेर्नुहोस् होला ल। म दामी बनाएर हाल्नेछु। पहला रोटी गयो अंदर। हेर्नुहोस् है यस्तो साथीभाइ अब फुलिदिन्छ यो। लु आहा के पर्खिनु थाल्यो। साथीहरू अब चाहिँ रोटी पोलिसक्यो। अब चाहिँ फिङ्गरको पानी छ रेडी टु गो। झर्छु रेडी गाडी अल्छो कमी। हामी चाहिँ हिँडेर जाँदैछौँ बाटै ब्लक भएछ। यहाँ भाइहरू पनि छ। ओए अर्बिन यहाँ हेर त ल यहाँतिर पनि पुरा लेदो लागेछ। मजा आउँछ हिँडेर जानु। क्या डेन्जर भयो प्रभु। कस्तो डरलाग्दो उपर ढुङ्गा हिँड्दा नै यत्रो झऱ्यो। आम्बो प्रभुले बचायो साँच्ची भनेको। यहाँ पनि पहिरो गएको छ स्पिड कुद्नु। यस्तो डेन्जर पहिरो गएको थियो साथीहरू। हामीलाई चाहिँ झन्डै ढुङ्गाले लाग्यो। बुई यत्रो ढुङ्गा लडेको। हेत्तेरिका म त भिडियो गर्नु पाइनँ। म त्यो अतालिक बेलामा भिडियो गरिनँ हो। तर साँच्ची भनेको गाइस भेरी डेन्जरस। हामी चाहिँ बल्ल गाडीमा चढ्यो। भुइ झन्डै मजबुत गाइस। साथी हो हामी चाहिँ कहाँ पुगेको छ अरे रोथोक। यिनीहरूले मिठाईहरू किन्छ अरे यो अर्बिनले। जान मिठाई किन्छ जा। कस्तो मिठाई हो यो पनि खाइदिउँ होला। सो हामी चाहिँ पुग्दैछ। ओ निसा के किनेको भन् त। लड भन्ने गाडी आयो। यो चाहिँ अर्को हो हाम्रो सेकेन्डको गाडी। लड 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 हेल ऊ हात हल्लाउँदैछ। हात हल्लाउनेहरू आइपुग्यो। आर यु एक्साइटेड। मजा खोइ मिठाई किन आएको। जोन चामलिङ
जोम चाम्लिङ 2.3 यो गाडी चाहिँ तीनटा हाम्रो हो यो सबै हाम्रो गाडी हो वाचिपा पस्केको तर गाडी हल्लेर केही छैन यहाँ सिल्कोमा राख्नु सिल्कोमा म जानु पर्यो बडा मान्छे चाहिँ मै मात्र रहेछु यहाँ खोइ र यहाँ चाहिँ साथी हो वाइन बेच्दो रहेछ गुराँसको रोसको रोसको भने गुराँसको गुराँस अन्त गुराँसको भने सो हामी चाहिँ पुगिसक्यो मलाई कस्तो देख्यो पारा भन्न यता फर्केर हिले पुग्यो हामी चाहिँ हिलेदेखि उकालो आमाम भिड मान्छेहरू पुरा रहेछ यस नाउ वी हेभ टु गो सरासरी वासरुमको लाइन राख्नुपर्छ अब है सेमिना वासरुम ओके ए 5 किलोमिटर टु गो सो अब हाम्रो जर्नी स्टार्ट भयो जर्नी स्टार्टेड हामीलाई सबैजनाले छोडेछ तर हामी बिस्तारै हिँडेरै जानेछौँ चिल एकदम आरामसे आउनु त हामी 2 गाडी 3 गाडी आएको कि तर कहाँ पुगे मान्छेहरू सब अगाडि कोही पछाडि हामी चाहिँ पछि वासरुम गयो त्यही भएर ढिलो भयो अहिले चाहिँ हामीले यस्तो छ जुत्ता सेतो 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 छ हो भरे फर्किँदा चाहिँ कालो हुन्छ अरे हेरौँ है त कस्तो हुन्छ ल बाटो चाहिँ पुरा हिलो रहेछ सेतो जुत्ता चाहिँ प्लिज एभोइड गर्नुहोस् है हिलो छ बाटो कसले ब्रेड हेर यस्तो गरेछ बिचरा बेसी भएछ लागेन सो हामी चाहिँ हिँड्दै जाँदा चाहिँ हामी बाटोमा चाहिँ जाँदाखेरि चाहिँ अत्तो पत्तो पनि पाएन 1 किलोमिटर हिँडिसकेछ वर्षे अन्ली 4 किलोमिटर 4 किलोमिटर त यु हामी पुग्छ इजिली ओ माय गॉड गाइस कस्तो दामी देखेको साच्ची भनेको प्लिज सब्सक्राइब टु च्यानल प्रीतिका राई भ्लग्स उसको कमीमा हामीले यहाँ भ्लग गरिरहेको छौँ आयो झन् चिप्ल्यो वर्षमा चिप्लिँदा पनि रहेछ फाइनली हाम्रो ग्रुप भेट्यो यतातिर छ आधीजना ग्रुपहरू हत्तु भएछ सबै मजा आयो पर्खिँदा भयो हामी वासरुम गयो लामो लाइन थियो नि त र त्यो सबै चिया खाँदा त्यो गेज हामीले पायो हाम्रो साथीहरू आउँदैछ पछाडि अब चाहिँ हामी आगे वो लोग पछि बट अलिक जुत्ता चाहिँ मैला भएको जस्तो लाग्यो मलाई ए यस्तो भयो आउनुहोस् तपाईँहरूलाई म वर्षे लान्छु हजुर ल ओके हेर्नुको लागि तर अलिक देख्नै पाएन हाम्रो डन्ठी हामी चाहिँ यहाँ पुग्यो यस्तो दामी ठाउँ जङ्गल कस्तो दामी हामी चाहिँ अब यो तेर्सो बाटो हिँड्दैछ हेर्नुहोस् जङ्गल यस्तो साह्रो दामी ब्युटिफुल है आम्मा यहाँ चाहिँ हाम्रो ग्रुप आउनु हुँदैछ पछाडिबाट जङ्गल चाहिँ यस्तो साह्रो दामी रहेछ आम्माम हेर मजा आउँदैछ यो चाहिँ पुरा यस्तो के पो भन्छ आसिङ यसलाई त झेउ पलाएछ रुखहरू एकदम दामी दामी कितना कैसा फील हो रहा है आप लोगों को क्या खा रहे हो वाई बहुत भूख लगा फास्टिंग है तोड़ के हम लोगों ने गाड़ी में ही खा लिया ए फाइनली
3 किलोमिटर आइपुग्यो भाइहरू चाहिँ अघि आइपुग्यो के खायो 3 किलोमिटर त्यो बोतल कसको हो सेमिना I don't know. म पनि पानी खान्छु त ए होइन तर होस् मैले बोक्नुपर्छ होला भन्नु लास्टमा चाहिँ दिन त होस् खानु पर्यो एक घुटुक तपाईँ बोक्नु ल यति साह्रो अल्छे ब्लगर चाहिँ देख्न सक्यो नि हामीले अन्त उकालो हिँड्दा सानो पर्छ नि त पानी पिउनु पर्यो ल मजा आयो गर्ल्सहरू मात्रै छ आधी चाहिँ गयो हिँडेर पर ओके ओ अब कति किलोमिटर छ अरे ए अन्ली 2 किलोमिटर अब हिँड्नुपर्ने गाइस अब सक्नु आँट्यो यस 2 किलोमिटर अब सक्नु आँटे खिचौँ भनेको नि त मजा आयो हिँड्नु हजुर तातो पुग्नु आँट्यो अब हामी पुग्नु आँट्यो है रोजलिन अब हामी निशानालाई माथि रहेछ हाम्रो साथीहरू यहाँ माथि रहेछ अब मेरो ग्रुप म यता गरम भएर हत्तु भयो गुलाबहरू त छैन के पो भन्छ यसलाई र होइन हौ गुराँसहरू यो चाहिँ हाम्रो गुलाबी साडी सो हामी चाहिँ वर्षे आइपुगेको छ साथीहरू सो यस यतानिर चाहिँ एलिजाले फोटो खिच्दैछ कता छ हौ एलिजा यसो सरी देखिन ल ए यहाँ रहेछ एलिजा यता चाहिँ लाग्यो नि वाउ गाइस सो दामी जङ्गल आङीहरू चाहिँ आउनु हुँदैछ आङी कस्तो फिल हुँदैछ तपाईँलाई मजा हे सो यस वी आर पुगिङ भन यस कस्तो दामी देखेको आकाश फाइनली कस्तो दामी देख्यो आकाश है यहीँ छुको जस्तै देख्यो अन्तको साथी यहाँ हेर त म पनि छु खै यहाँले त म खान्छु यहाँले त पपकर्न यो चाहिँ पर्दैछ यहाँनिर 4 जनालाई सब्जी चिकनहरू सबै चिकन आलुदम सबै एकछिन यहाँनिर उयोहरू छ के भदिन अर्बिन हेर्नुहोस् साइज के गरेको त्यसले है ल खा चियाको कलर चाहिँ कालो भएछ खाँदैछ सबैजनाले खायो अगाडि पनि सक्यो